हजुरहरू सम्पूर्णलाई नमस्कार, प्रणाम, जयमासी, जजलपा, सेवारो। के हजुरहरू पनि चाहनुहुन्छ कम समयमा धेरै रकम 1 लाख, 1.5 लाख, 80,000, 90,000 केही काम नआए पनि 80-90 हजारदेखि माथि नै सेलेरी हुनलाई चाहनुहुन्छ भने मैले भनेको र मैले गर्ने जस्तो तपाईँहरूले गर्न सक्नुहुन्छ। र साथै हजुर अविवाहित हुनुहुन्छ भने त्यसको पनि त्यहाँनिर सुविधा म आफैले जानेर बुझेर भोगेर मैले सबै कुरो कण्ठ पारेर यो कुरोमा मास्टर डिग्री हासिल गरेर हजुरहरूलाई आज म बताउन गइरहेको छु के असल भरपर्दो धेरै तलबको रोजगारीमा हुनुहुन्छ भने यो कुरो ध्यान दिएर सुन्नुहोस् र अरूलाई पनि सुनाउनुहोस्। सक्दो यो भिडियो सेयर गरेर हामी नेपाली दाजुभाइलाई चाहिँ माथि उच्च गुणस्तरको तलबको खोजीमा चाहिँ अब मेरो कुरो सुन्नुहोस् ध्यान दिएर। पहिलो नम्बर, हामी सेलेरी कसैको कुरो गर्ने होइन। मेन पावरमा जानुभन्दा अगाडि सर्टिफिकेट, फोटोकपी, जति पनि डकुमेन्टहरू छ त्यो सबै चाहिँ हजुरहरूले लिएर नजानुलाई पहिलो नम्बरमा। दोस्रो नम्बरमा सेलेरी पहिला सोधेर यताउति केही नगर्नु होला। र मेन पावरमा जाँदाखेरि गाउँमा कट्टु लगाएर बसे तापनि स्ट्यान्डर्ड भएर नै जानु होला, किनकि सबैले हेप्छन् होइन। र दोस्रो नम्बरमा विदेशै नगए पनि विदेश त मेरो आउने जाने हो भनेर चाहिँ भन्नु होला। र तेस्रो नम्बरमा यो चाहिँ मेन र विशेष छ, इङ्ग्लिसको बारेमा सोध्छ। तर हजुरलाई एक थोपो फुटाकौडी इङ्ग्लिस नआए नि यस आई एम टकिङ इङ्ग्लिस यो शब्द चाहिँ मुखमा राख्ने अनिवार्य गर्नु होला। र अर्को नम्बरमा चाहिँ वैदेशिक रोजगारमा गएर असल जागिर अनि असल ठाउँ र सजिलो काम जसलाई पनि मनपर्छ त्यही कुराहरू मान्छेले चाहेको हुन्छ। र अहिले म चाहिँ कुन देशमा छु भन्दा अहिले 3 दिन भयो मेन पावर धाउँदा अहिले लगभग यो हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ लिस्ट रहेको छ। अब बिस्तारै यसलाई चाहिँ माला मात्रै बनाउन बाँकी छ। यत्रो लिस्ट थुप्रिसक्यो। 20-30 हजार भन्दा माथि त फेरि यहाँ तलबै निस्केको छैन, त्यसैले म पनि गएको छुइनँ।